शाह जो उहाँको छिमेकी सरोज शर्मा जो चाहिँ नि झापा जिल्ला शिवसरासी नगरपालिका वार्ड नम्बर 10 मा बस्नुहुन्छ र उहाँ चाहिँ अहिले काठमाडौँमा विगत वर्षमा चाहिँ काठमाडौँमा बस्दै आउनुहुन्छ र उहाँ चाहिँ दसैँ तिहार पर्व मान्न भनेर उहाँ चाहिँ आफ्नो घर माइघरमा भएको घरमा चाहिँ उहाँ आउनुभएको थियो। यस क्रममा चाहिँ सरोज शर्माले सस्तोमा केही सुन पाए आफूले किन्ने र काठमाडौँमा चिनाजानमा रहेका मानिसहरूलाई पनि किनाइदिने भनी सुनिल शाह जो उहाँको छिमेकी पनि हुनुहुन्छ सुनिल शाहलाई सुन खोज्न भनेकोमा सुनिल शाहले विगत 1 महिना अगाडिदेखि नै सरोज शर्मासँग भएको पैसा लुट्ने र निजलाई अपहरण गरी छिमेकी मुलुकतिर लाने र घरमा आफन्तहरूसँग बार्गेनिङ गरी करोडौं रुपियाँ असुल्ने योजना बनाई 2082 साल कार्तिक 9 गते अन्दाजी 17:30 बजेको समयमा बेलुकी 5:30 बजेको समयमा आफूले सुन ल्याई राखी गाडेको स्थान हेर्न आउन मनोज शाहलाई ललाइ फकाइ गरी अर्जुनधारा नगरपालिका 4 स्थित दहीझोडा सामुदायिक वनमा बोलाई सुनिल शाह र निस्के नातामा भान्जा पर्ने राहुल शाहले आफूसँगै लगेको ह्यामर हतौडा लगायतले चाहिँ निजको टाउकोमा प्रहार गरी सोही स्थानमा सरोज शर्मालाई मारेको देखिन्छ। तत्पश्चात सोही रात एक सहयोगी जो भारतीय नागरिक हो जो अहिले हातमा फरार रहेको छ उनको सहयोगमा 3 जना मिलेर पीडित मृतककै गाडीमा त्यो लासलाई पछाडि राखेर सोही जंगलमा पछाडि राखेर त्यहाँबाट लासलाई चाहिँ झापा जिल्लाको झापा गाउँपालिका वार्ड नम्बर 5 मा रहेको हुलाकी मार्गमा बिरिङ खोलाको पुल त्यहाँ पुल छ त्यो पुल मुनि ती लासलाई गाडेर फेरि उनीहरू फर्किन्छन्। मिति 2082 साल 13 गते मृतक सरोज शर्मा चढ्ने गाडी निचा झोडा जंगल जुन चाहिँ मेची नगरपालिका वार्ड नम्बर 13 मा पर्दछ। निचा झोडा सिमसार क्षेत्र हो। त्यहाँ चाहिँ जलिरहेको अवस्थामा मृतक सरोज शर्मा चढ्ने गाडी किया सेल्टस गाडी जलिरहेको अवस्थामा फेला पर्छ र त्यो जलिरहेको गाडी भन्दा केही पर एउटा चप्पल फेला पर्छ जुन चाहिँ सुनिल शाह हो भन्ने कुरा पुष्टि हुन्छ र त्यसको शनाखत पनि हुन्छ। यसै सन्दर्भमा खोजतलासै क्रममा उनीहरूको मोबाइलको विश्लेषण गरी लोकेसनहरूको ट्र्याक गर्दा यो सुनिल शाह भन्ने व्यक्ति जुन जिल्ला मोरङ विराटनगर महानगरपालिकाको सीमावर्ती क्षेत्रमा चाहिँ रानी भन्ने स्थानमा प्रहरीले पक्राउ गर्न सफल हुन्छ। सोही दिन निस्का भान्जा राहुल शाहलाई शिवशासित नगरपालिका वार्ड नम्बर 10 निस्के घरबाटै प्रहरीले पक्राउ गर्न सफल हुन्छ र सोधपुछको क्रममा निजहरूले बताएअनुसार 2082 साल 7-15 गते जिल्ला झापा गाउँपालिका वार्ड नम्बर 5 स्थित बेरिङ खोला भएको पुल मुनि जमिन मुनि गाडेको अवस्थामा शव फेला पर्छ। जुन जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले त्यो शव बाहिर निकालेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेर लास यो पोस्टमार्टमको लागि बिपी कोइराला शिक्षण अस्पताल धरान गोबा पठाइएको छ र अहिले त्यो लास पोस्टमार्टम भइसकेको अवस्था बुझिएको छ र अहिले चाहिँ यस कार्यमा संलग्न अभियुक्तहरूलाई पीडितको तयारी अनुसार अपहरण, शरीरबन्धक, कर्तव्यजान कसुरमा जारी रहेको म यहाँ जानकारी गराउन चाहन्छु।